हाल्नु हाल्नु अलिक तेल त भाइ भयो भयो काटेको खोर्सानीमा हाल्नु ने अलिकति हाल्नु पर्छ ए यो नुन हो हल्दी हो है प्याज हाल्ने बेला के हाल्नु पलेको हाल्नु हैन आजको आलुदम खाएर चाहिँ दादाको यहाँ भएको टुप्पी पनि झर्छ होला हौ देखाइदिनु त ओ यो टुप्पी पनि झर्छ होला धेरै लामो राखेको छैन ए ऊ छोटो यहाँ हेर्नु यहीँ छ चिलीको पेस्ट ऊ यहीँ छ ऊ काटेको खोर्सानी हजुर यो पनि यो पाइप पनि हेर्नुपर्छ कि होइन होइन यो हाल्नु थियो हाल्नु त गरे अनि लास्टमा गएर पिरो उयोमा हालिदिनु नि भाइ काटेको पनि चम्मच हाल्ने छु भिडियोमा त यता पो आउनु भयो त अन्त लास्टमा आलुदम बनाउने त भाइ बा साह्रै मनमै लाग्यो क्या हो उयो आलु नि अलिकति काटकुट पार्नु त तेल कम्ती भयो त तेल कम्ती भयो हाल्नु नि मिठाई होइन तेल भनेको होइन कालो देखेको त राम्रो मिठो लाग्छ मलाई आलुको दानासँग त गाउँघरमा चाहिँ यस्तो हुन्छ पूजाआजा गर्दा सबैजनाको साथीभाइले छरछिमेकीले सहयोग गर्छ साथी हो तपाईँहरूकोतिर पनि त्यस्तै गर्नुहुन्छ होला हाम्रोतिर त त्यस्तै गर्छौँ हामी त बुढाबुढीदेखि लिएर केटाकेटीदेखि लिएर भर्खर केटाहरूदेखि लिएर सबैले नै एकदमै सहयोग पुऱ्याउँछौँ है हाम्रोमा चाहिँ यस्तो छ चलन हजुरहरूकोतिर पनि त्यस्तै होला चलन है अन्त आधी मात्रै फुट्यो त यस 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 कलर देख्न त जिब्रोमा पानी आयो नि
अहिले टमाटरको क्या उयो नि राम्रो पाक्दैन क्या त्यो भएर म त बिचको सबै निकाल्नु सानो टाढा चाहिँ एकैछिन पाक्दैन त्यो टमाटर त्यो उयसको कहाँको त्यो टमाटर नासिकको टमाटर हाल्ने नि हौ पानी हाल्नुपर्छ भाइ पानी पर्ने तिमीले हुन्छ यतिको त है आज फुड कलर हालेको भए पनि दामी हुन्छ है रातो लाइटर छ त जोड लगा के त्यो भन्दै चलाउँदैछ लाइक छैन